आमाए मैले गरे जति गर्नु सक्छ काम अहिले मान्छे त्यति गर्नुपर्ने भने के सक्थ्यो है मर्छन् है भुतुक्कै हेरी बा अहिले त उसमा पकाएर खानुको गाह्रो त्यही पनि कपडा धोने मेसिन अब भात खुवाउने मेसिन पनि आउला पकाउने मेसिन पनि आउला सुख खोज्दा खोज्दै मान्छेले के हुन्छन् भन्ने कुरो ठेगान छैन रोगी हुने रोगी अहिलेको मान्छेलाई सुख खोज्दा खोज्दै के हुन्छ भन्ने कुरो छैन तर यो शरीर के रहेछ भन्न दाइएर गरेर खान सकिन्छ दाइएर गरेर खाए कतिखेर दिन जान्छ कतिखेर रात जान्छ कामै कामले भुलिएको हुन्छ त्यो कतिखेर दिन जाने कतिखेर रात जाने थाहै छैन सुतो झोपक्कै पार्छ उता उज्यालो भइहाल्छ थकाइले अहिलेको दिनभरि सुत्यो छ रातभरि सुत्नु छ दिनभरि सुत्नु छ काम गर्नु छैन अहिले एकछिन भात लिएर झोपक्कै यसो समात्यो अरे अनि उठ्यो छटपट रात पनि जानु दिन पनि जानु